यहाँनिर कटेज घर बनाएको थिएन सानो सानो घर त्यो घर बनाउँदासम्म पनि यत्रो टुक्रा राख्नु भएको छ क्या साइली भाउजूले अनि यत्रो साइली कि माइली साइलीले माइली त गएर होइन साइली भाउजूले यत्रो टुक्रा राखेर छ मैले त बिर्सिसकेको थियो होइन अनि के अरे नानी तपाईँले किनेर ल्याइदिएको सुतीको साडी ल्याइयो ल हेर्नु त भन्दा भन्नुहुन्थ्यो क्या मलाई अनि तपाईँले के लगाइ छोडेको यो भने एउटा सम्झना बिर्सेर राई छोडेँ मैले भन्नु अनि एक नारे गाडी के त्यति बेला त्यही सुतीको साडीलाई त्यति पर्थ्यो कि अहिले यो सुतीको साडी दसैँको बेला अनि त्यहाँबाट त्यसो गरेर कति गयो है हामीले त्यस्तो त्यो नन्द भाउजू झगडा गर्ने बास विवाद गर्ने नगर्ने कुरो त्यो काहीँ भाउजूको घर त्यहीँ छ त्यहीँ भएर पनि हामीले त्यस्तो झै झगडा गर्ने नबोल्ने हामी कहिले पनि भएनौँ के कहिले पनि भएनौँ हामी अब उनीहरूको त्यसले पनि तपाईँले तिमीले जाइदिनु तिमीले छ त तपाईँले भने मैले तपाईँलाई त्यही उसको भत्री नानीको छोरा त्यति बेरै हो भेट भएको भने हामी नन्द भाउजूको त्यति बेरै हो त्यहाँबाट ए मा पलासेमा त्यतिखेर मेरो भदा जन्म्यो अब म जानुपर्छ भनेको भदा चाहिँ भदा थियो ए किन के भयो मिसिनमा परेर आफ्नै घर चाहिँ मिसिन घर टुकुटुकु हिँड्ने बेला सबै आमा बाउ चाहिँ लेखेको घुमाएको थियो यो त त्यही लक्ष्मी पुगेर हुन्छ लक्ष्मी त्यस्तो फेरि क्या उमेर नपुगिया बच्चा भर्खरका बच्चाहरूलाई कसैले भाइ बित्यो 27 वर्ष सानो थियो मै कतार गएको कतारमा एक्सिडेन्ट भयो 1.5 वर्ष 2.5 वर्ष भयो यहाँ ल्याएको 11 महिना राम्रो भएर आफ्नो लुगा आफै लाउने त गर्ने उहाँ राखेको थियो के अरे कहाँ अरे नानीहरू भक्तपुर भैँसीमा राखेको ठुलो मन्दिरभन्दा उता साँगाबाट उता भैँसी भन्छ कि त्यहाँ राखेको थियो अघि दिन हामी गयौँ शनिबार गयौँ दिनाजुलाई दिनाजु खालि बस्नु महेन्द्रलाई जा माइलो भइसक्यो बोल्नु भइसकेको अनि त्यहाँबाट शनिबार भेटेर आयौँ शनिबार आजसम्म मङ्गलबार म फेरि बाबुलाई बत्ती बाल्नुलाई उमा गएँ त्यति बेला भक्तपुर गणेश धाम क्या तपाईँको दाइहरू दाइ भाइ भक्तपुर कि सिरिबिना भाइ कि भाइ भाइ जिते त्यहाँ मैले 108 बत्ती बाल्छु दियो कि देवा बत्ती बाल्नुलाई बाबुको लागि अनि बालेर आएँ अनि बाबु मलाई पुऱ्याइदिनु एकछिन जाऊँ भनेर बाबुमा हालेँ मङ्गलबार म जान्न आज भोलि जानु शनिबार जानु बुधबार नै जानु मलाई कति फुलको रोए नानी मलाई त्यति पुऱ्याइदियो छोरा म जान्छु म चलाएर जान्छु भने दियो त्यस्तो राम्रो मान्छे जम्मै के अरे एक्सिडेन्ट भएको हातखुट्टा नभएको मान्छे माछा लगेर आएको झसङ्ग भयो क्या 28-27 वर्ष मेरो बिहा गर्दा 6 महिना बिहा नै गरेको